Hi everyone, welcome to my vlog, or to the artist vlog. अनि आज चाहिँ हामी बहिनी हामीलाई सुटको लागि आइरहेको छ। अझै म धोसेदेखि हामीलाई भर्खर बाइकबाट झरेको होइन। अनि आज चाहिँ हामी सुट गर्नेछौँ 4DS सपमा चाहिँ हजुरहरूले आफूलाई चाहिने समर ड्रेस स्पेसली गर्ल्सहरूको लागि चाहिँ पाउन सक्नुहुन्छ होइन। अनि त्यही नै हो, आज हामी सुट गर्नेछौँ। अनि त्यही बिहाइन्ड द सिन हुनेछ यो सबै भिडियोहरू। आज यो के पार्क रे यो ए गणतन्त्र अरे नि त सही रहेछ यार ठाउँ। विदेशतिर है गाई, विदेशतिर हो क्या? हाई भनिदिउँ। कस्तो राम्रो आउने रहेछ यार भिडियोहरू पनि दामी रहेछ। ओके, हामी चाहिँ यहाँ सुट गर्छौँ। द्याट्स आवर ट्राइपड एन्ड दिस इज आवर लोकेसन एन्ड दिस इज मी। अब रेडी हुनु पर्यो गाइज। अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा 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 था। यो चाहिँ हाम्रो सेकेन्ड टी सर्ट हो होइन। अहिलेको चाहिँ हाम्रो फर्स्ट चाहिँ यो चाहिँ सेकेन्ड हो। यु क्यान से इट। ल अब हाम्रो सुट हुँदैछ है ल। दिस इज माई आउटफिट। सो अब हामी चाहिँ हाम्रो सुट सिद्धियो। एकदम मौसम चाहिँ आज एकदमै खतरनाकै छ, चिसो चिसो छ। अनि त्यही हो, अब हामी वाफल्स खान जान्छौँ। मिस्टर वाफल्स छ नि त अहिले बसन्तपुरमा, एकदमै क्रेज एकदम बढिरहेको छ। अनि हामी पाटनमा हुँदाखेरि खान जाने भनेको थियो, त्यस्तो वाफल्स खान पाएको थिएन। अब गएर खाने अहिले हाम्रो त सुट सिधिसक्यो होइन। अनि अब चाहिँ हामी बसन्तपुर जाँदैछौँ। त्यहाँ हामी वाफल्स मिस्टर वाफल्समा गएर वाफल्स खानेछौँ। त्यही नै भिडियो हुन्छ। अनि आज दिदी बहिनीले त्यति क्वालिटी टाइम स्पेन्ड गर्छौँ, एकछिन बस्छौँ, मजाले गफ गर्छौँ। धेरै भएछ नभेटेको, त्यही नै हो। अलिक प्रोटेक्सन एकदमै चस्मा पनि लागिरहेको केटाकेटी हो। पानीले भिजेर त दोस्तै भए है हामी भिज्दै आज। So cute, big one, so cute, love it. वाफल्स खाएर ओ माई गॉड सो टेस्टी थियो। टेस्टी थियो तर म कस्तो पेपर थियो धेरै गुले खाएर है। मलाई पनि अब पिरो टक्क खान मन लागिसक्यो क्या। भ्यू चाहिँ अहिले पानी पर्ने यस्तो छ। एउटा अमेरिकन बफालो विङ्स गरिदिनु अनि एउटा चाहिँ थुक्पा गरिदिनु बफ। छैन यस्तो मिठो मिठो चिकन खानुपर्छ, कहाँ हुन्छ? मस्त चिसोमा तातो तातो थुक्पा। Guys, it's time to end this vlog. म चाहिँ घर आएर बल्ल सम्झेँ भ्लग एन्ड गर्नुपर्छ भनेर चाहिँ। ठ्याक्कै घरबाट ठ्याक्कै आउनु पाएको छैन, बहिनीले फार्मेसी जाम भन्यो अनि त्यही भएर निस्केँ। अनि यहाँ आजको सुट राम्रै भयो, राम्रै खानपिन पनि भयो, बहिनीसँग राम्रो क्वालिटी टाइम स्पेन्ड भयो। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान, लभ यु।